के भयो के हुनु नि मलाई आज कस्तो सिक्नु छ्यार्नु लाग्यो यार मैले खुवाउनु पर्ने खल्ती पुरै एक कुपी पैसा रु छैन हेर है अगाडि गाडीमा बसेर यसो केटी पढ्नु खोजिरहेको छु म त छैन पैसा मलाई यस्तो अप्ठ्यारो परेर यस्तो कुरा गर्छस् के अप्ठ्यारो पर्दालाई के हुनु नि ब्रेकअप हो मेरो ब्रेकअप हो म चिन्ता नगर म छाउँछु त चिन्ता नगर रे मसँग नभए म मागेर पनि खुवाउँछु नि रमेश मेरो एसीमा 20 रुपियाँ हाल्दै त अरे मेरो एसीमा 50 रुपियाँ हाल्दै त हेलो गाड दाइ मलाई 35 रुपियाँ हाल्दैन 35 रुपियाँ हेलो काकी मेरो एसीमा 75 रुपियाँ जति हाल्दैन त हो ल त चिन्ता नगर है म मिलाउँदैछु त चिन्ता नगर न हेलो बा सुन्नु न यहाँ बाइकमा हावा हाल्नु पर्यो लगभग 200 रुपियाँ हालिदिनु है 10 20 200 ठ्याक्कै 500 रुपियाँ आयो ल दिन तल म जिग्रीमा गएर बियर खुवाउँछु आज अनि 500 बियर आउँछ 500 मा किन नआउनु पसलकै दाममा हो क्या एमआरपी मा पसलकै दाममा आउँछ इन अनि मासु नि मासु सेकुवा त मेरो जिग्रीमा हिसाब किताब चल्छ क्या पुरानो मान्छे हो नि म त्यहाँको हिँड्नु तल खुवाइहाल्छु नि म यसलाई खुवाउनु पर्यो आज दुःख पर्दा एउटा तजिग्री अर्को यो जिग्री है त कहाँ बस्छ भन्नु